यो आसन बनाउन लागेको हो। मैले यो पुरै बनाएपछि देखाउँछु हजुरहरूलाई, हेर्नुहोला। टोकरी बुन्दा कसरी सुरु हुन्छ भनेर हेर्नुहोस् है, म देखाउँदैछु हजुरहरूलाई। यसरी बेर्नी, यसो गर्नु, यसो गरेपछि यसलाई ल्याएर यसरी दोबार्नु, यहाँ यसरी टपक्क समातेर यसो गरेपछि यसरी बनाउनु। यसो गरेर यसो गर्दै एक फेरा माथिबाट एक फेरा तलबाट घुमाउने, यसो गर्दै बनाउँदै गर्ने। यसो गर्दै बिस्तारै आवश्यक अनुसारको वाद्य थप्दै जाने। यसरी वाद्य थप्न पर्छ, बिस्तारै बिस्तारै थप्दै थप्दै बनाउनु पर्छ। यसो गर्दै बनाउनु पर्छ। यसकोलाई हजुरहरूलाई यो सिकाउँदैछु बनाउनको लागि। हेर्नुहोस् है, यसरी राख्ने, हेर्नुलाई यसरी एक फेरा भित्रबाट घुमाउने, एक फेरा बाहिरबाट वाद्यलाई मात्रै घुमाउने। एक फेरा भित्र, एक फेरा यो बाहिर, यसरी घुमाउने। यसलाई चाहिँ यो कति बेलासम्म बुन्न पर्छ भन्नु होला। यो चाहिँ यो पुवाल बन्द नभइन्जेलसम्म, यो नपुरिन्जेलसम्म बनाइराख्नुपर्छ। यसरी यसरी बनाइराख्नुपर्छ। ल है, मेरो यो चकटी चाहिँ पुरा भयो। अब मैले सियोले बुन्दैछु। सियोले चाहिँ यो वाद्यको बिचमा यसरी छिराउन पर्ने हुन्छ है। यसो गरेर यसरी छिराउने, यसो गरेर एक फेर यसरी घुमाउने। अनि यो बिचमा यसरी देख्नुपर्छ नि, यो बिचमा यसरी राख्ने। यसलाई एक फेर घुमाउने यसरी, अनि यो बिचको भागमा यसरी सियोले छिराउनुलाई यसरी घुमाउने, अनि यसरी बिचमा यसरी सियोले कोर्ने। यसरी बनाउनु पर्छ। यसरी कोर्ने। यो छैली चाहिँ यता टुप्पोतिरबाट छिराउनु पर्ने हुन्छ है, यता टुप्पोबाट यसरी राख्न पर्ने हुन्छ। यसरी बनाउने, यसरी बनाउँदै जानुपर्छ। यसरी नै हो बुन्दै जाने। यसरी बुन्दै गएपछि अनि यसको 5 लाइन पुगेपछि यसको यो चकटी चाहिँ पुरा हुन्छ र यसको 5 राउन्ड पुग्यो। अब यसको टोकरीको आसन चाहिँ पुरा भयो। यो आसन भन्दाखेरि अनर्थ नसम्झिनु होला है, यसको चाहिँ यही भनिराखेको भएर यही नै आयो मुखमा। अनि यसको चाहिँ अब यसको माथि बनाउने भाग चाहिँ अर्को भिडियोमा आउँदैछ है। बनाउने भाग चाहिँ आज चाहिँ यो पुरा भयो।